ल हेर्नुहोस् यो हामी चाहिँ अहिले एउटा बच्चाको पाख्नीको लागि चाहिँ चाहिने सोफा चाहिँ हामीले बनाउन गइरहेको छौँ। अब त्यसको लागि चाहिँ यो हाम्रो थोत्रो कार्टुन एउटा हामीलाई काम नलाग्ने कार्टुन है। अब त्यसपछि फेरि हाम्रो चाहिँ यो तन्ना हामीले सधैँ युज गरिरहने तन्ना। त्यस पछाडि यो हाम्रो तौलिया, दुईटा तौलिया हामीले सधैँ युज गर्ने। अनि यो टेप, यो कैँची, यो पानी टेप। यो चाहिँ भेलभेटको कपडा हो। यदि हजुरहरुसँग यदि यो छैन भने पनि अरु कुनै रातो कपडा पनि युज गर्न सक्नुहुन्छ है। सुरुमा चाहिँ हामीले यो कार्टुनलाई चाहिँ अब कार्टुनको लम्बाइपट्टिको भागलाई दुईतिरै काट्ने यसरी। काटेपछि काटेर त्यसलाई पट्याउने हेर्नुस् है त, यो पट्याउने तरिका हेर्नुस्। अब पट्याइसकेपछि फेरि यसलाई टेप लाउने है, यसरी टेप लाइयो। अब टेप लगाएपछि फेरि साइडकोलाई काट्ने हेर्नुस् है, हो साइडको काट्ने, काटेपछि साइडकोलाई पनि दोबार्ने, त्यसरी नै टेप लाउने। यसरी दुईपट्टि साइडकै काटेर हामीले चाहिँ यसलाई सोफाको हात बनायौं। एउटा कार्टुन तयारी भयो। त्यसपछि तौलिया हामीले राख्न सुरु गर्यौं। हेर्नुस् तौलिया हामीले यसरी दुईटा तौलिया राख्यौं। यो दुईटा तौलिया राखिसकेपछि अब हामीले अर्को तन्ना राख्यौं। तन्ना राखेपछि भलभेटको कपडाले राम्रोसँग मोडेर पछाडिपट्टिबाट टेप लायौं अनि यो सोफा तयार भयो। हेर्नुस्। Thank you for watching.